हामी चाहिँ नारायण नगरपालिका 11 नम्बर वडा काँडा बिन्दावासीमा छौँ यतिखेर र हाम्रो यतिखेर आफन्तहरूलाई छोड्ने क्रममा यहाँ ट्र्याक्टर एक्सिडेन्ट भएको रहेछ र यहाँबाटै फर्किनु पर्ने स्थिति भयो। ल यहाँ ट्र्याक्टर एक्सिडेन्ट भएको देख्न सक्नुहुन्छ। यहाँ माथिबाट झर्दा पनि यसको चालक चाहिँ केही भएन अरे, सामान्य घाइते हुन्छ। अब त्यसै गरी यसको ट्रली चाहिँ यहाँ छ। बाबु कहिले एक्सिडेन्ट भएको? अस्ति कति दिन भयो? आज 2-3 दिन भयो। अनि यसको चालक चाहिँ के छ अवस्था अहिले? ठिकै छ अरे? केही सामान्य चोटपटक पनि लागेको छैन? ए रक्सी खाएको तालमा रहेछ। ल त्यसै गरी अब रक्सी खाएर चाहिँ गाडी घोडाहरू नचलाइदिनु होला। ल गाइस त्यही नै हो होइन, यसरी चाहिँ रक्सी खाएर ड्राइभिङ चाहिँ नगरिदिनु होला। यसमा अब एक्लै भएको कारणले अझ एकजनालाई खासै केही भएन भन्नुपर्छ। त्यसै गरी यात्रु बोक्ने गाडी भइदिएको भए त समस्या थियो नि त होइन, बाल बच्यो। यसमा चाहिँ भगवान्को हात छ। त्यसै गरी हामी चाहिँ यहाँबाट फर्किनु पर्ने भयो। हामी जानुपर्ने टोय डाँडा।